इनड्राइभमा आएको नयाँ अपडेट है त। अब चाहिँ इनड्राइभमा यदि कसैले रेट घटाएको छ भने ठ्याक्कै थाहा हुन्छ अब है। ल यहाँ हेर्नु है त, यहाँ यो जुन यो फेयर प्राइज भनेर भनेको छ नि, यो फेयर प्राइज, यो फेयर प्राइज भनेर लेखेको चाहिँ यो चाहिँ रेट राम्रो छ है अथवा उसले रेट घटाएको छैन है भनेर यसले जानकारी दिन्छ है त। अनि त्यसपछि जुनमा चाहिँ यिनीहरुमा यो फेयर प्राइज भनेर लेखेको छैन, यो चाहिँ रेट घटाएको हो है यो हैन, यो चाहिँ रेट घटाएको हो अथवा यो राइड लिनु हाम्रो लागि उचित छैन भनेर जानकारी दिन्छ है त। त्यही भएर यदि प्यासेन्जरहरु सुन्नु है त, यदि तपाईहरुले हैन पैसा चाहिँ घटाउनु भएको छ त्यहाँ हैन, प्राइस चाहिँ एकदम घटाएर हाल्नु भएको छ भने राइडरहरुले अहिले चाहिँ ठ्याक्कै थाहा पाउँछ है। अब सुरुमा चाहिँ अब नयाँ राइडरहरुले चाहिँ अब थाहा पाउनु हुन्न थियो हैन, थाहा पाउनु हुन्न होला पनि अझै पनि हैन। तर अब नयाँ राइडरले पनि यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ यो फेयर प्राइस भनेको चाहिँ टक्क यो देख्छ, यदि यो लेखेको छ भने चाहिँ त्यो राइड लगभग ठिकै राइड हो हैन, ठिकै पैसाको राइड हो भन्ने बुझ्दा हुन्छ हैन। जस्तै के हो 10 किलोमिटरको 235 रुपैयाँ देखाइरा छ हैन, यो भनेको राम्रो ठिकै प्राइस हो यो। अनि त्यसैकारणले यहाँ यो फेयर प्राइस भनेर देखाइरहेको छ। यस्तो देखाएको छ भने यो चाहिँ ठिक प्राइस हो भनेर बुझ्नु हैन, यदि यस्तो देखाएको छैन भने चाहिँ ठिक प्राइस छैन भनेर बुझ्नु है त। अनि यो अपडेट हजुरहरुलाई कस्तो लाग्यो भनिदिनुस् है त। अनि मलाई जहाँसम्म लाग्छ अलिकति हुन्छ नि अब त्यो किलोमिटर क्याल्कुलेसन गर्न नआउने राइडरहरु अलिकति अब अप्ठ्यारो मान्ने अथवा थाहा नभएको राइडरहरुलाई चाहिँ यसले अलिकति सजिलो हुने भयो है, यसले गर्दा अलिकति सजिलो हुने भयो। त्यही भएर अब जुनमा यो फेयर प्राइस देखाएको छ त्यो चाहिँ राम्रो राइड हो, ठिक्कको राइड हो हैन, राम्रै पैसा छ त्यसमा, ठिकठाक हुन्छ नि, हामीलाई घाटा लाग्ने पैसा छैन भन्ने बुझ्दा हुन्छ। अनि जुनमा चाहिँ यो फेयर प्राइस देखाएको छैन त्यो चाहिँ अलिकति त्यो राइड लिनु चाहिँ अलिकति ठिक छैन है, त्यो राइडमा चाहिँ पैसा घटाएको छ है उसले अथवा उसले घटाएर राखेको छ है भन्ने कुरा चाहिँ हामीले बुझ्दा हुन्छ है त। सबैजनालाई नमस्ते, माइ नेम इज सेन्जो। आज मिसन आइफोन डे 6 है त। अनि आज पनि खासै राम्रो राइडहरु पाएन हैन, किन भन्दाखेरि खै कुनी किन हो आजभोलि खासै राम्रो राइडहरु पाइराकै छैन हैन। अनि त्यही हो आज पनि त्यही बिहानै 4 बजे उठेको थिएँ, तर 4 बजे मलाई काममा जान मन लागेन, कुनी किन मलाई एकदमै निद्रा लाग्यो। कुनी किन भन्दा पनि अगाडिको कुनी किन भन्दा पनि हिजो भिडियो एडिट गर्दा गर्दै म सुतिसकेको थिएँ, त्यसैले गर्दाखेरि हिजो मेरो डे 5 को भिडियो पनि मेरो फेसबुकमा मैले हाल्न सकेन, किन भन्दा म भिडियो एडिट गर्दा गर्दै म निदाइसकेको थिएँ। अनि त्यो भिडियोलाई चाहिँ मैले आज भर्खरै एडिट गरेर अनि आज भर्खरै हाले हैन। त्यसले गर्दाखेरि पनि म आज बिहानै 4 बजे उठे, तर म काममा जान सकेन अनि मलाई निन्द्राले एकदम च्याप्यो। अनि त्यसले गर्दाखेरि म फेरि सुते। 7 बजेतिर उठे होला अनि 7:30 बजेतिर म रेडी भएर कामतिर निस्के। अनि खासै राम्रो राइड नभएपछि पैसा पनि खासै राम्रो कमाइ भएन आज। अनि राइड गर्दा गर्दै बेलुका भयो, अनि बेलुका भएपछि म रुममा आइपुगेँ। अनि रुममा आएर आज मैले 150 रुपैयाँ खोत्रिकेमा हालेँ आइफोनको लागि। अनि 150 रुपैयाँ हालेर आजको मिसन आइफोन डे 6 मेरो लागि यही सकियो। धन्यवाद।